एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ हामी जङ्गल जान लागेको छ च्याउ खोज्नको लागि। च्याउको सिजन आइसकेको छ, बर्खा लागिसकेको छ नि त। अनि यता ठुलो मम्मी निस्किनु, यता चाहिँ हाम्रो मम्मी तयार भएर आउनुभएको छ। अनि जानको लागि रेडी भएर बसिरहेको छ एक दुईजनालाई पर्खेर। र यस्तो घाम लागिरहेको छ साथीहरू। हामी चाहिँ यता मास्तिर जान लागेको छ। त्यही हो, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। ल गाइजहरू, हामी चाहिँ नि हिँड्न अब हिँडेको यतिजना हो। हामी चाहिँ नि हिँड्दै हो। अनि यता चाहिँ हाम्रो सानो कुकुर आउँदैछ, त्यसको मम्मी चाहिँ त्यता अगाडि हिँड्दैछ साथीहरू। यस्तो घाम लगाइरहेको छु, भरि निस्किरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू। हामी चाहिँ यहाँ आइपुगिसकेको छ। अनि यहाँ चाहिँ यस्तो पानी बगेको रहेछ। अनि यहाँदेखि यस्तो राम्रो भ्यू देख्छ साथीहरू। हामी चाहिँ यतातिर गएको हो साथीहरू। हामी चाहिँ यस्तो बाटो हिँड्दैछ, बाटो चाहिँ लास्टै बिग्रेको रहेछ। त्यही हो साथीहरू। हामी चाहिँ जङ्गलमा पनि पुगिसक्यो, भए पनि च्याउ चाहिँ भेटाएको छैन। हामी चाहिँ वन हिँड्दैछु, के गर्नु यस्तै छ। यस्तो घना जङ्गलमा मलाई छोडेर जानुभएको छ मान्छेहरू। म चाहिँ यहाँ थकाइ लगाएर उभिरहेको छु। अनि यता चाहिँ नि जङ्गल छ, कोही चाहिँ नि च्याउ खोज्न मास्तिर चढिसक्नु भएको छ। अब म पनि जान्छु। त्यही हो, च्याउ खोजिसकेको छ। उता मास्तिर छेउमा हिँड्नु भएको छ, यता चाहिँ एकजना। अनि म चाहिँ यता बाटो हिँड्दैछु, च्याउ छैन नि त। बल्ल अलिकति पाएको छु, कालो च्याउ हो, सेतो च्याउ हो। अनि हिँड्दैछु, च्याउ पनि छैन। भिडियोलाई हेरिदिनु होला है। म चाहिँ च्याउ खोज्दै हिँड्दैछु। गाइजहरू, हामी चाहिँ नि यहाँ डाँडामा आएर बसेको छ। च्याउ चाहिँ नि यत्रो दाँडिया माथि तलबाट चढेको हो, इति पाएको छ। त्यो इति हो र अघि नै देखाएकै हो। पाएन। अब चाहिँ हामी यो डाँडा चढ्छ। अनि हो यहाँ बसिरहेको छ यिनीहरू। फेरि के गर्नु, च्याउ पाएन, थकाइ मारिरहेछ। यता चाहिँ नि मान्छेहरू शीतलमा बसिरहेको छ। हाम्रो कुकुर पनि आएको छ, यता बसिरहेछ। हाई यता हाई गर्दै, यता हाई झ्याउला छ बुढीहरू। यति पाएँ है साथीहरू। यता बल्ल अब यताको डाँडामा हिँड्दै हो। यता खोजिरहेछ एकजनाले च्याउ पाएर। अलि नराम्रो च्याउ फालिरहेछ। यता मम्मी खोज्दै हिँड्नुभएको छ। आज पनि मेरो पालो खोज्छु ल गाइजहरू। यस्तो च्याउ पनि खान्छ गरे, त्यही भएर हामीले टिप्दैछु। यति धेरै भइसकेको छ, टुप्पी र टक्क लगाएर यति भइसकेको छ। अब चाहिँ पुग्न लागिसक्यो। अझै खोज्दैछ, यतातिर खोज्दैछ, यतातिर। ल त्यही हो। अब चाहिँ नि घरतर्फ जस्तो लाग्यो मलाई चाहिँ। च्याउ पुग्न लाग्यो नि त, त्यही भएर होइन र। ल हामीले चाहिँ यति पायो, मैले चाहिँ यति पायो। यता अरूले कति पायो। ल देखाउनुहोस् साथीहरू, देखाउन यहाँ झोलामा ल्याएछ। यता पनि झोलामा, यता पनि यति पाए गरे के छिकेको पनि। ल अब चाहिँ हामी यताबाट उयो यहाँबाट निस्केर बाटोबाट निस्केर अब घर जान लागेको छ। अब च्याउ पुग्यो हामीलाई। ल साथीहरू, चाहिँ म भिडियो गर्छु। बाई बाई।